आजको भिडियोपछि तपाईँ बिरामीलाई पहिले जस्तो होइन क्लिनिकल आईले हेर्न सुरु गर्नुहुनेछ। बिरामीसँग सही हिस्ट्री दिएपछि बिरामीको रोग यकिन गर्न क्लिनिकल एक्जामिनेसन गर्न जरुरी हुन्छ। यसले बिरामीको समग्र स्वास्थ्य अवस्था, रोगको गम्भीरता र थप परीक्षणका लागि आवश्यक सङ्केत दिन्छ। नमस्कार, म डाक्टर गणेश कुमार श्रेष्ठ। आज हामी सिक्नेछौँ क्लिनिकल एक्जामिनेसनको फर्स्ट स्टेप, जनरल फिजिकल एक्जामिनेसन। भिडियो अन्तिमसम्म ध्यान दिएर हेर्नुहोस् अनि अभ्यास पनि गर्नुहोस्। विविध मेडिकल टक्स एन्ड क्लिनिकल स्किल्सको लागि मेरो युट्युब च्यानल डाक्टर गणेश क्लिनिकलमा जोडिनुहोला। च्यानल सब्सक्राइब गर्न छुटेको भए अहिले नै गर्नुहोस्। यो बारे तपाईलाई थप जानकारी भएमा वा कुनै जिज्ञासा भए कमेन्ट बक्समा लेख्नुहोला। पर्पज अफ फिजिकल एक्जामिनेसन। फिजिकल एक्जामिनेसनले बिरामीले भनेका लक्षणहरूलाई क्लिनिकल सङ्केतमा परिवर्तन गरी डायग्नोसिस र उपचारमा सहयोग गर्छ। मुख्य उद्देश्यहरू: बिरामीको समग्र स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्नु, एब्नर्मल फिजिकल साइन आइडेन्टिफाई गर्नु, प्रोभिजनल डायग्नोसिसलाई सपोर्ट वा कन्फर्म गर्नु, कम्प्लिकेसन र सम्बन्धित अवस्थाहरू पत्ता लगाउनु, रोगको सिभिरिटी र प्रोग्रेसन मूल्याङ्कन गर्नु, आवश्यक परीक्षण तथा उपचार योजना बनाउन सहयोग गर्नु, साथै डाक्टर पेसेन्ट बीच विश्वास र राम्रो संवाद विकास गर्नु। एक्जामिनेसन सुरु गर्न अगाडि यी कुराहरूमा ध्यान दिनुहोस्। बिरामीलाई आफ्नो परिचय दिनुहोस् र एक्जामिनेसनको उद्देश्य बुझाएर अनुमति लिनुहोस्। बिरामीलाई जाँच्न अगाडि हात धुने वा सेनिटाइज गर्नुहोस्। बिरामीको प्राइभेसी र कम्फोर्ट सुनिश्चित गर्नुहोस्। पर्दा वा स्क्रिनको प्रयोग गर्ने। यदि फिमेल पेसेन्ट भए फिमेल एटेन्डेन्ट वा नर्सलाई साथमा राख्नुहोस्। यसले फिमेल पेसेन्टलाई सहज महसुस हुन्छ, साथै तपाईलाई कुनै अमर्यादित व्यवहारको आरोपबाट बचाउँछ। एक्जामिनेसन गर्दा नेचुरल लाइट वा पर्याप्त प्रकाशको व्यवस्था साथै वातावरण सफा र शान्त हुनुपर्छ। बिरामीलाई आरामदायी र सही पोजिसनमा राख्नुहोस्, साथै एक्जामिनेसनको एभ्री स्टेप बुझाउँदै जानुहोस्। एक्जामिनेसनका लागि बिरामीको आवश्यक भागलाई आवश्यक मात्र खुल्ला गर्नुहोस्। कुनै पनि क्लिनिकल एक्जामिनेसन गर्दा तपाईँ सधैँ बिरामीको राइट साइडमा उभिनुपर्छ। आवश्यक परे ग्लोभ्स वा पिपी प्रयोग गर्नुहोस्। जनरल फिजिकल एक्जामिनेसन सुरु गर्नु अगाडि यो निमोनिक्स सम्झिनुहोस्। पिल कोड। आज हामी पिल कोडलाई एक एक गर्दै छलफल गर्नेछौँ र प्रत्येक क्लिनिकल साइन कसरी परीक्षण गर्ने भन्ने एक्जामिनेसन स्किल पनि सिक्नेछौँ। सुरुमा बिरामीको जनरल एपियरेन्स हेर्नुहोस्। एपियरेन्स: इल लुकिङ और फेयर, बिल्ड obvious, cachectic or normal. Position: sitting comfortably on chair or lying supine on bed. Consciousness, cooperation, orientation with time-patient person, and patient is in IV cannula, NG tube or urinary catheterization. आउनुहोस् अब पिल कोडलाई एक एक गर्दै बुझौँ र अभ्यास पनि गरौँ। 1. प्यालर: रगतमा हेमोग्लोबिनको मात्रा कम हुँदा छाला तथा म्युकस मेम्ब्रेन असामान्य रूपमा फिक्का देखिने अवस्था हो प्यालर। यसले रक्त अल्पता वा एनिमियाको सङ्केत गर्छ र कम्प्लिट ब्लड काउन्ट परीक्षण आवश्यक हुन्छ। सामान्यतया हेमोग्लोबिन वयस्क पुरुषमा 13 देखि 16 ग्राम पर डेसिलिटर हुन्छ भने वयस्क महिलामा 12 देखि 15 ग्राम पर डेसिलिटर हुन्छ। प्यालरका प्रमुख कारणहरू: आइरन डिफिसियन्सी एनिमिया, ब्लिडिङ ड्यू टु ट्रमा, सर्जरी और पोस्टमार्टम हेमोरेज, हेमोलाइटिक एनिमिया, अप्लास्टिक एनिमिया, सिकेडी, ब्लड क्यान्सर। प्यालर हेर्ने स्थानहरू: लोअर पाल्पेब्रल कन्जङ्क्टिभा, आँखाको लोअर लिड तल तानेर बिरामीलाई माथि हेर्न लगाउने, साथै डोर्सम अफ टङ, नेल बेड, पाम र सोलमा पनि हेर्नुपर्छ। आँखाले माथि हेर्नुहोस् त, छतिर हेर्नुहोस्, माथि हेर्नु त भयो, माथि हेर्नु ल।
2. इक्टेरस रगतमा बिलिरुबिनको मात्रा अत्याधिक बढ्दा छाला तथा म्युकस मेम्ब्रेन पहेँलो देखिने अवस्था हो इक्टेरस। नर्मल टोटल बिलिरुबिन 0.2 देखि 1.3 mg पर डेसिलिटर हुन्छ। 2 ग्राम पर डेसिलिटर भन्दा बढी भएमा जन्डिस भनिन्छ। इक्टेरसका प्रमुख कारणहरू आरबिसी को अत्याधिक डिस्ट्रक्सन, मलेरिया, हेपाटाइटिस, लिभर सिरोसिसले अनकन्जुगेटेड बिलिरुबिन बढ्छ भने बाइल डक्ट अब्स्ट्रक्सनको कारण जस्तै हेड अफ प्याङ्क्रियाजको क्यान्सर, कमन बाइल डक्ट स्टोनले कन्जुगेटेड बिलिरुबिन बढ्छ। इक्टेरस जाँच गर्ने स्थानहरू स्क्लेरा, अप्पर बल्बर कन्जङ्क्टिभा, थम्ब र इन्डेक्स फिङ्गरले अप्पर आइलिड माथि तानेर बिरामीलाई तल हेर्न लगाउने। यदि जन्डिस छ भने स्क्लेरा पहेँलो देखिन्छ। साथै जिब्रोको तल्लो भाग, तालु, हत्केला, खुट्टाको पाइतालामा हेर्ने। अत्याधिक मात्रामा जन्डिस भए कहिलेकाहीँ पुरै शरीर नै पहेँलो हुन सक्छ। तीन, लिम्फेडिनोप्याथी लिम्फ नोड असामान्य रूपमा ठुलो हुने अवस्थालाई लिम्फेडिनोप्याथी भनिन्छ। लिम्फ नोड कहाँ कहाँ हेर्ने? घाँटीमा सर्भाइकल ग्रुप अफ लिम्फ नोड्स, काखीमा एक्जिलरी नोड्स र तिघ्राको जाँघको माथिल्लो भागमा इन्गुइनल नोड हेर्नुपर्छ। के हेर्ने त? साइज, नम्बर, साइज, सेप, सर्फेस, कन्सिस्टेन्सी, टेन्डरनेस र मोबिलिटी हेर्नुपर्छ। लिम्फ नोड कसरी जाँच गर्ने? 1. सर्भाइकल लिम्फ नोड बिरामीलाई आरामसँग बसाल्ने, बिरामीको पछाडिबाट बिस्तारै औँलाका टुप्पा प्रयोग गरी हल्का गोलाकार रूपमा छोएर घाँटीको दुवैतर्फ जाँच गर्ने। सबमेन्टल, सबम्यान्डिबुलर, प्रिअरिकुलर, पोस्ट अरिकुलर, डिप सर्भाइकल र सुप्राक्लाभिकल लिम्फ नोड हेर्नुपर्छ। यो चाहिँ सबमेन्टल लिम्फ नोड, सबम्यान्डिबुलर लिम्फ नोड, प्रिअरिकुलर, पोस्ट अरिकुलर, सर्भाइकल, यो चाहिँ सुप्राक्लाभिकुलर। 2. एक्जिलरी लिम्फ नोड बिरामीलाई बसाउने वा सुताउने, बिरामीको हातलाई आरामसँग हल्का मोड्न लगाउने। एक हातले बिरामीको हात समात्ने र अर्को हातका औँलाले काखीभित्र बिस्तारै राखी सेन्ट्रल, एन्टिरियर, पोस्टिरियर भागको लिम्फ नोड पाल्पेट गर्ने। दायाँसँग बायाँ तुलना गर्ने। एक्जिलरी ग्रुप अफ लिम्फ नोड्सहरू एन्टिरियर लिम्फ नोड, पोस्टिरियर, डिप एक्जिलरी, इन्गुइनल लिम्फ नोड बिरामीलाई ढाड सिधा गरी सुताउने, प्राइभेसी कायम गर्ने, ग्रोइन एरियामा औँलाको टुप्पाले हल्का दबाएर पाल्पेट गर्ने, दुवैतर्फ तुलना गर्ने। नर्मल लिम्फ नोड 5 मिलिमिटर भन्दा कम साइजको, सफ्ट, नन टेन्डर र फ्रिली मोबाइल हुन्छ। लिम्फेडिनोप्याथीका मुख्य कारणहरू हुन् इन्फेक्सन, ब्याक्टेरियल, भाइरल अथवा ट्युबरकुलोसिस, क्यान्सर, इन्फ्लामेटरी और अटोइम्युन डिजिज, त्यसै गरी लोकल इन्फेक्सन वा ट्राउमा। 4. साइनोसिस रगतमा डिअक्सिजनेटेड हेमोग्लोबिनको मात्रा बढ्दा छाला तथा म्युकस मेम्ब्रेन निलो तथा बैजनी देखिने अवस्था हो साइनोसिस। यो 2 प्रकारको हुन्छ। 1. सेन्ट्रल साइनोसिस यो फोक्सोमा रगतको अक्सिजनेसन पर्याप्त नभएको वा आर्टियल र भेनस ब्लड मिसिएको कारण हुने साइनोसिस हो। मुटु रोग, दम, सिओपिडी, निमोनियामा सेन्ट्रल साइनोसिस हुन सक्छ। सेन्ट्रल साइनोसिस जिब्रोको भित्री सतह तथा गिजा, तालु र गलाको म्युकस मेम्ब्रेनमा हेर्न सकिन्छ। पेरिफेरल साइनोसिस शरीरको हात खुट्टा जस्तै परिधीय भागहरूमा रगतको प्रवाह कम हुनु वा
पेरिफेरल भासोकन्स्ट्रिक्सनको कारण हुने साइनोसिस हो। कन्जेस्टिभ हार्ट फेलियर, कोल्ड एक्सपोजर, पेरिफेरल भास्कुलर डिजिजमा पेरिफेरल साइनोसिस देखिन्छ। पेरिफेरल साइनोसिस हेर्ने स्थानहरू: कानको लोब, ओठको बाहिरी सतह, हात वा खुट्टाका औँलाको टुप्पा, हत्केला वा खुट्टाको पाइतला। 5. क्लबिङ। क्लबिङ भनेको हातका औँलाका अन्तिम भाग टर्मिनल फ्यारिन्जेसमा हुने पेनलेस सफ्ट टिस्यु स्वेलिङ हो। यो अवस्थामा नङको सामान्य आकार परिवर्तन भई नङको घुमाउरोपन कन्भेक्सिटी बढ्छ। यसको विकासमा मेगाक्यारोसाइट्स र प्लेटलेट्सबाट निस्किने ग्रोथ फ्याक्टरको भूमिका हुन्छ। यी तत्त्वहरू नेल बेडको साना रक्तनलीहरूमा पुगेर भास्कुलर कनेक्टिभिटी बढाउँछन्, जसले क्लबिङ डेभलप गराउँछ। यो अवस्था प्राय दुवै हातका औँलाहरूमा समान रूपमा देखिन्छ। क्लबिङका प्रमुख कारणहरू: लङ क्यान्सर, ब्रोन्काइटिस, साइनोटिक कन्जेनिटल हार्ट डिजिज, सिरोसिस अफ लिभर, इन्फ्लामेटरी बाउल डिजिज। क्लबिङ कसरी परीक्षण गर्ने? 1. इन्स्पेक्सन। प्रत्येक औँलाको नङलाई साइडबाट हेरेर अन्तिम फ्यालिङ्स, नेल र नेल बेडको आकार अवलोकन गर्ने। नेल बेड एङ्गल हेर्ने। क्लबिङमा यो कोण सामान्यभन्दा बढी हुन्छ। फ्लक्चुएसन टेस्ट। दुवै हातका औँठाले औँलाको टुप्पा समातेर इन्डेक्स फिङ्गरको सहायताले नङ हल्का थिचेर नङको मुभमेन्ट महसुस गर्नुहोस्। समरोस विन्डोज टेस्ट। दुवै हातका एउटै औँलाका नङलाई एक अर्कासँग जोडेर राख्ने। सामान्य अवस्थामा बीचमा सानो खाली ठाउँ देखिन्छ। क्लबिङ भएको अवस्थामा यो खाली ठाउँ हराउँछ। ग्रेडिङ अफ क्लबिङ। ग्रेड 1 फ्लक्चुएसन एन्ड सफ्टनिङ अफ नेल बेड। 2 लस अफ नर्मल नेल बेड एङ्गल। 3 इन्क्रिज कर्वेचर अफ नेल, प्यारोडिक एपियरेन्स। 4 क्लबिङ, डोमेस्टिक एपियरेन्स। 5 हाइपरट्रोफिक ओस्टियोआर्थोप्याथी। 6 इडिमा। सबक्युटेनियस टिस्यु र इन्टरस्टिशियल स्पेसमा अत्याधिक मात्रामा तरल पदार्थ जम्मा हुने अवस्था हो इडिमा। यो प्राय शरीरमा सोडियम र पानीको मात्रा बढेर जम्मा हुँदा हुन्छ। यो दुई प्रकारको हुन्छ। पिटिङ इडिमा। सुन्निएको भागमा केही समय दबाउँदा खाल्डो बन्छ र दबाव हटाएपछि पनि केही समय रहिरहन्छ। हार्ट फेलियर, लिभर सिरोसिस, रेनल फेलियर, नेफ्रोटिक सिन्ड्रोममा पिटिङ इडिमा हुन्छ। 2 नन पिटिङ इडिमा। दबाउँदा खाल्डो बस्दैन। हात्तीपाइले रोग, फाइलेरियासिस, मिग इडिमा इन हाइपोथाइरोइडिज्ममा नन पिटिङ इडिमा हुन्छ। साइट अफ एक्जामिनेसन। सामान्यतया हड्डी नजिकको भागमा परीक्षण गरिन्छ, जस्तै सिनक टिबिया, एङ्कल, स्टर्नम, फोरहेड, एब्डोमिन। परीक्षण गर्ने तरिका: प्रभावित भाग सुन्निएको छ कि छैन अवलोकन गर्ने। दाहिने हातको औँठाको टुप्पा प्रयोग गरी परीक्षण गर्ने स्थानमा करिब 15 सेकेन्ड दबाव दिने। दबाव हटाएपछि खाल्डो बनेको छ कि छैन हेर्ने र छामेर मूल्याङ्कन गर्ने। 7 डिहाइड्रेसन। शरीरले दिएको भन्दा बढी मात्रामा पानी गुमाउने अवस्था हो डिहाइड्रेसन, जसका कारण शरीरमा पानीको कमी हुन्छ। पर्याप्त मात्रामा पानी तथा तरल पदार्थ नलिनु, डायरिया, भमिटिङ, फिभर, बर्न, अत्याधिक पसिना आउनु डिहाइड्रेसनको मुख्य कारणहरू हुन्। डिहाइड्रेसनको कारण सुरुमा मुख सुक्खा हुन्छ, तिर्खा लाग्ने हुन्छ भने बिस्तारै आँखा भासिने, पिसाब कम हुने, मुटुको धड्कन बढ्ने, ब्लड प्रेसर कम भई अचेत समेत हुन सक्छ। डिहाइड्रेसन कसरी परीक्षण गर्ने? ओठ मुखभित्रको भाग सुक्खा हुने, आँखा भासिएको देखिनु। स्किन टर्गर परीक्षण। पेटको अगाडिको भाग वा हात खुट्टाको छालालाई हल्का चिमोटेर केही सेकेन्ड समातेर छोड्ने। छाला सामान्य अवस्थामा फर्किन ढिला भएमा डिहाइड्रेसनको सङ्केत हुन सक्छ। डिहाइड्रेसन भएको छाला ढिला गरी सामान्य अवस्थामा फर्किन्छ। यसरी जेनरल फिजिकल एक्जामिनेसन सम्पन्न हुन्छ। स्किल, प्र्याक्टिस र एक्युरेट अब्जर्भेसन उत्कृष्ट क्लिनिकल एसेसमेन्टको आधार हो। अभ्यास निरन्तर गर्नुहोस्। भिडियो मन परे सेभ गर्नुहोस् र साथीहरूलाई सेयर गर्नुहोस्। धन्यवाद। आयुष्मान भव।